रूपाकोटबाट निस्किएर हामी बेनीको लागि यात्रा गरिरहेको छौँ। यो बेनी पुल माइसा यता शालिग्राम गुफा बागलुङ विश्वको सबैभन्दा ठुलो शालिग्राम रहेको ठाउँ बागलुङ। भित्र नजाऊ, स्कुल पनि रहेछ यहाँ। यो चाहिँ शालिग्राम हेर्ने गुफा नुवाकोटको यस्तो गुफा रहेछ। गुफाभित्र हेरेँ भनेपछि शालिग्राम घरमा लगेर पूजा गर्ने हो भने शाकाहारी हुनु पर्यो सबै होइन। भगवानको फेरि अब गृहस्थहरूले कि एउटा मात्र राख्नु कि चारवटा अनि चारको मल्टिपल्समा जस्तै 4, 8, 12, 16 त्यसले गरेर 4को गुणन जति हुन्छ त्यो अङ्कमा राख्ने। किनभने एकजना मात्र राख्ने शालिग्राम भगवान चाहिँ गुड बोय बनाउने हो। अनि यहाँ चाहिँ अरू देशको विभिन्न देशहरूबाट आएको शालिग्राम कौडी अनि गोमती चक्र देख्नुहुन्छ नि। जस्तै शालिग्राम भगवान चाहिँ नारायणको अवतार हुनुभयो। हजुर, त्यस्तै गोमती चक्र भनेको चाहिँ साक्षात लक्ष्मीजी हुनुहुन्छ। शालिग्राम भगवानसँग एउटा गोमती चक्र चाहिँ एउटा मात्र राख्ने। यो स्टोफिक भनेर चाहिँ के हो? स्फटिक यो क्वार्ट्ज क्रिस्टल भन्छ नि। क्रिस्टल क्वार्ट्ज वाच भन्ने थाहा छ? क्वार्ट्ज घडी हुन्छ नि, क्वार्ट्ज घडीमा पनि त्यो सानो टुक्रा चाहिँ त्यो चाहिन्छ कि स्फटिक। नमस्ते गरेर ख कृष्ण गण्डकी कालीगण्डकी हुन्छ होइन। अनि कालीगण्डकीको आफ्नो चाहिँ शालिग्राम भगवान हुन्छ कि। कालीगण्डकी भनेको चाहिँ आमा हुन्छ, शालिग्राम भगवान भनेको छोरा हुन्छ कि। त्यो कथा पनि कस्तो छ भन्दाखेरि अब यहाँ देख्नुहुन्छ शालिग्राम ऋषिले तपस्या गर्नुभएको यो सालको रुखहरू धेरै हुने कारणले गर्दाखेरि चाहिँ शालिग्राम ऋषिले तपस्या गर्नुभयो। अनि सालको रुखको यो बनाउनु भएको छ कि यहाँ चाहिँ। शालिग्राम ऋषिले तपस्या गरेपछि भगवान चाहिँ सालको रुखबाट प्रकट भएपछि चाहिँ अनि म प्रकट हुन्छु भनेर आशीर्वाद दिनुभएको। यो ठाउँमा ग्राम भनेको चाहिँ एउटा एरिया भयो, गाउँ भयो। भनेपछि अनि साल चाहिँ सालको रुखहरू धेरै हुने भएको कारणले र भगवान चाहिँ सालको रुखबाट पनि प्रत्यक्ष प्रकट हुनुभयो र सँगसँगै कालीगण्डकी पनि प्रकट हुनुभएको कारण चाहिँ साल भएको एरियामा साल भएको ग्राममा उत्पन्न हुनुभयो र शालिग्राम भगवान हुनुभयो। भगवानको नाम चाहिँ त्यसरी। अनि गण्ड ऋषिले तपस्या गरेर गण्डकी नदीको पनि उत्पत्ति भएको उतापट्टि गण्ड ऋषि हुन्छ। यतापट्टि चाहिँ हाम्रो शिव वैष्णव सम्प्रदायमा चाहिँ परकाल ऋषि भनेको चाहिँ हामीले आलवार भन्छौँ। विष्णुजी त आलवार हुनुहुन्छ। उहाँले चाहिँ परकाल ऋषिले चाहिँ परापूर्व कालमा चाहिँ यो जति पनि भगवानको एरियाहरू छन् यो जस मुक्तिनाथ एरियासम्म उहाँले चाहिँ जस सात्विकताको प्रचार गर्नुहुने, भगवानको दिव्य गुणगानहरूको प्रचार गर्नुभएको र जता पनि अब धर्मको चाहिँ अब राम्रो शासन चलाउनु भएको भएर चाहिँ परकाल ऋषि हुन्छ। पनमा चाहिँ हाम्रो श्रीधर आचार्य स्वामीले भन्छ परमाचार्य हुन्छ। 6वटै संस्कृतको 6वटै विधामा चाहिँ आचार्य गर्नुभएको चाहिँ। अनि हाम्रो बाहिर देख्नुभयो बन्दैले चाहिँ यसको ओपनिङ अब अराउन्ड 17-18 गतितिर हुन्छ होला। शालिग्राम यो बाहिरबाट लिएर यहाँ राखे है शालिग्राम। हजुर, यहाँ कतिपय भेटाउनुहुन्छ, कतिपय मुक्तिनाथ जाँदाखेरि भेटाइन्छ। आऊ रामसित त साइडबाट माइसा साइडबाट आऊ। फेरि मुख बन्द हुन्छ टाइगरको। अनि भित्र थुन्न पर्छ। टिका लगाएपछि नमस्ते भन्ने है। नमस्ते गर्नु पर्दैन ना किनभने नमस्ते गर्नु नमस्ते गर नमस्ते भन। त्यहाँ झुन्डेर आएको कसरी गर्छ है। आहा कति राम्रो भयो। याद जले थली
यहाँ पनि एउटा घर आउनु पञ्चामृत चाहिँ खानु मात्रै पोख्ने होइन सेलमा लाउने होइन भनेको मान्छेको कुण्डलीमा सबैभन्दा ठुलो जस्तै अब पढाइदेखि लिएर उसको हेल्थदेखि लिएर वेल्थदेखि लिएर सबै कुराको डेभलपमेन्टप्रति सदैव दाहिना हुनु भक्तहरूको त्यो कारणले पनि ज्योतिषीय हिसाबले गर्दा पनि त्यो गर्नअनुसार पनि 3 स्टेप छ मन्दिरको। अब हामीले मन्दिर अगाडि हात्ती पनि देख्छौँ, सिंह पनि देख्छौँ। कति राम्रो छ ल। श्रीराम 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 जय श्रीराम जय श्रीराम जय श्रीराम। नमस्ते गर, दर्शन गर। श्रीराम श्रीराम भन। श्रीराम 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 जय श्रीराम। ल यता चाहिँ यो चाहिँ रत्नेचौरको पुल, रत्नेचौर जोड्ने पुल। ल यस्तो माझ्जामा चाहिँ गरुडजी, शिवजी, रामजी, हनुमान, ब्रह्माजी, विष्णुजी। साहस उता माथि हेर त, माथि। नमस्ते गर, नमस्ते गर, नमस्ते नमस्ते गर। नमस्ते गर साहस। साहस कता हिँडेछौ तिमी? ऊ एलिफेन्ट हेर त, एलिफेन्ट। यहाँ एलिफेन्ट देख्यौ? ऊ एलिफेन्ट एलिफेन्ट। खै एलिफेन्टको सुँड। एलिफेन्ट हेर त यहाँबाट। देखो एलिफेन्ट। दुईटा एलिफेन्ट देख्यौ? दुईटा एलिफेन्ट। जय श्री राम जय श्री राम जय श्री राम। श्री कृष्ण। ए त्यहाँ हुन फेरि त्यहाँ महेश्वर भाइलाई ऊ ल। अब एक फन्का चाहिँ घुम्नु पर्यो श्रीरामको मन्दिर। मन्दिर घुम्नु पर्यो। जय श्रीराम 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 जय श्रीराम। आज यस मन्दिरमा शालिग्रामको दर्शन गरेर शालिग्रामको बारेमा केही कुरा सिकेर हामी यहाँबाट अब निस्किँदैछौँ।